हामी गयौँ नि त अस्ति स्वयम्भू गयौँ होइन, 3 जना भएर गयौँ, अनुप दाइ हजुरआमा भएर गयौँ। त्यहाँ जाँदाखेरि अब टेम्पलको कन्डिसन जुन हो, जुन जुन पोटेन्सियल बोकेको छ, जुन सम्भावना बोकेको छ त्यो टेम्पलले होइन, त्यो एज अ होल त्यो स्तूपले त्यस्तो पोटेन्सियल, त्यस्तो पोसिबिलिटी, त्यस्तो सम्भावना बोकेको एउटा तीर्थस्थलले होइन, तीर्थस्थल पनि फेरि एउटा रिलिजनको मात्र तीर्थस्थल होइन कि, त्यो चाहिँ अब होल काठमाडौँ भ्यालीको नै अथवा नेपालको नै एउटा उत्पत्ति भएको ठाउँ, जसरी चिन्न सकिने खालको ठाउँ हो नि त। त्यसलाई हिन्दूहरूले पनि, अब हिन्दूहरूले चाहिँ त्यसलाई अलिकति आफूले अनरसिप नलिएको हो कि जस्तो देखिन्छ है त्यहाँ हेर्दाखेरि। खासमा चाहिँ अब यो स्वयम्भूमा चाहिँ हामी कसरी गयौँ अहिलेसम्ममा चाहिँ त्यहाँ जाने मान्छेहरूले के सोचेर जान्छन्, तर हामीलाई चाहिँ के लाग्छ भने स्वयम्भूमा एउटा चाहिँ माथि त्यो सिँढीहरू चढेर जानलाई रमाइलो होइन, साइड साइडमा त्यो बाँदरहरू होइन, त्यो एउटा जिस्किँदै जान त्यो मजा के। अनि माथि गएर चाहिँ भ्यू हेर्ने, स्वयम्भूको माथि गएर भ्यू हेर्ने, फोटो खिच्ने। अनि मान्छेले चाहिँ त्यसलाई मात्रै टार्गेट गर्यो। स्वयम्भू जाउँ भन्ने सबैजनाको के छ भने अगाडि एउटा मूर्ति छ भगवान् गौतम बुद्धको होइन, त्यो साइड साइडमा के को मूर्ति भने मान्छेलाई त्यति थाहा छैन, तर हामी पनि त्यो हिसाबले गयौँ त्यहाँनिर स्वयम्भूमा चाहिँ। अब अहिलेसम्म हामीले बुझ्ने तरिका चाहिँ त्यहाँ चाहिँ खासै त्यस्तो कुनै पनि स्वयम्भूनाथ भनेको एउटा भगवान् गौतम बुद्धले चाहिँ एउटा इन्लाइटमेन्ट भएर त्यहाँ चाहिँ केही ज्ञानको रूपमा चाहिँ मान्छेले त्यसरी बुझेर चाहिँ स्वयम्भूलाई चिने होइन। हामी पनि त्यो हिसाबले त्यहाँ जान्छौँ। तर तपाईँलाई त्यहाँ प्रोपरली चाहिँ के जस्तो लाग्छ अब स्वयम्भूमा चाहिँ यो कुराहरू होइन नि। अब हजुरले अब हजुरले अहिले यति कुरा गर्दाखेरि पनि एउटा के जानिन्छ भन्दाखेरि जुन जुन यसले जुन बोक्नुपर्ने हो, जुन कुराहरू अथवा जुन इन्फर्मेसन चाहिँ यसले प्रवाह गर्नुपर्ने हो, त्यो ठाउँमा जाँदाखेरि त्यो चाहिँ एक रत्तीभर पनि केही नभएको रहेछ भन्ने कुरा अहिले नै बुझिन्छ कि। अब त्यहाँ पाइला टेकेर होइन, त्यो पाइला टेकेर माथि त्यो स्वयम्भूको त्यो पहाड चढेर माथि गइसकेपछि त पुरै इतिहास एउटा भिजुअलाइजेसन हुनुपर्ने हो नि त आफ्नो दिमागमा। त्यो भयो त हजुरलाई? भएन। हजुरले के भन्नुभयो? त बाँदरहरू रहेछ भन्नुभयो, गौतम बुद्ध आएको रहेछन् भन्नुभयो। भन्दा पनि त्यो त्यहाँ जाने जति अहिलेसम्म हजुरलाई एउटा रेफरेन्स मात्र लिएको, जो पनि जान्छ। अब अहिले त केसम्म भइसकेको रहेछ भन्दाखेरि स्वयम्भू जस्तो ठाउँ है, स्वयम्भू जस्तो ठाउँ जहाँ चाहिँ इतिहास पहिलेकै अब महाभारत काल भन्दा पनि पहिलेदेखिका मान्छेहरू, ऋषिमुनिहरू होइन, ज्ञानीहरू चाहिँ ज्ञानीहरू के मेन इम्पोर्टेन्ट कुरो चाहिँ ज्ञानीहरू, उनीहरू चाहिँ गएर त्यहाँ अब मञ्जुश्री, काश्यप, शान्तिकर आचार्य, गौतम बुद्ध, अनि त्यहाँदेखि अशोका होइन, अशोकापछि तिलोपा, नरोपा, अनि त्यहाँदेखि जति पनि एकदम एकदम उच्च स्टेटमा पुगेका बिइङ्सहरू जति पनि थिए होइन, ती सबै चाहिँ स्वयम्भूको आएर दर्शन अनिवार्य रूपमा गरेको छन् क्या। अब मैले नामहरू लिँदाखेरि अब मञ्जुश्री है, मञ्जुश्री भनेको वान अफ द ग्रेटेस्ट सेजहरू मध्ये पर्छन् कि। उनी भनेको चाहिँ अब मञ्जुश्रीको बारेमा त्यति कहीँ पनि लेखिएको छैन होइन, उनको बारेमा कहीँ पनि केही पनि लेखेको छैन। इभन चाइनामा पनि त्यति धेरै कुराहरू छैन दो होइन, तिनी चाइनाबाट आएको हुन्, तर चाइनामा पनि उनको बारेमा त्यति धेरै कुरो केही पनि छैन। उनको बारेमा केमा मात्र अलिकति एज अ पर्सन उनी हिँडेका हुने भन्ने कुरो चाहिँ केमा मात्र लेखिएको छ भनेर भन्दाखेरि स्वयम्भू पुराणमा मात्र लेखिएको छ कि। मञ्जुश्री आफैमा एकदम एकम्प्लिस्ड सेज थिए होइन, एकम्प्लिस्ड सिद्ध थिए। उनले अब यहाँ काठमाडौँ भ्यालीमा आएर माउन्ट उटाओ भन्ने एउटा ठाउँबाट चाहिँ, त्यसमा पछि जाउँला, मञ्जुश्रीदेखि लिएर त्यहाँदेखि काश्यप ऋषिदेखि लिएर, काश्यप ऋषि, काशीको काश्यप ऋषिदेखि लिएर, अनि त्यहाँदेखि गौतम बुद्धदेखि लिएर, शान्तिकर आचार्यदेखि लिएर, अशोकादेखि लिएर होइन, अनि तिलोपा नरोपादेखि लिएर, मार्पा द ट्रान्सलेटर होइन, मार्पा भन्ने मिलेरपाको गुरु, त्योदेखि लिएर, अनि त्यहाँदेखि पद्मसाम्भव र
शान्त रक्षिता भन्ने त्यतिखेरको एउटा बुद्धिस्ट मङ्क थिए। पद्मसाम्भव चाहिँ त्यो तान्त्रिक थिए होइन, एकदम नेपालकै अब यो ल्यान्डकै भनौँ तान्त्रिक थिए तिनी चाहिँ। अनि शान्त रक्षिता भन्ने थियो, उनी चाहिँ बुद्धिस्ट थिए, एकदम हाई अर्डर अफ बुद्धको एउटा चेला थिए। उनीहरू सब आएर अनिवार्य रूपमा दर्शन गरेको ठाउँ भनेको चाहिँ स्वयम्भू हो क्या। ज्ञानीहरूले आएर दर्शन गरेको भनेपछि त उनीहरूले देख्छन् नि त, जे हो कुरो उनीहरूलाई थाहा हुन्छ होइन। त्यस्तो सम्भावना, त्यस्तो पोसिबिलिटी बोकेर न उनीहरू आएर होइन समय बिताए। अब त्यस्तो ठाउँलाई आज हामीले के भनियो, विश्वमा चाहिँ यो स्वयम्भूलाई के भनेर चिनाइयो भन्दाखेरि मङ्की टेम्पल अरे। स्वयम्भू जस्तो ठाउँलाई एउटा बाँदरको टेम्पल भनेर चिनाउनु, अनि त्यो त्यसको इतिहास नै पुरा गायब बनाइदिनु होइन, भनेको त एकदम त लज्जास्पद कुरो हो नि त। यो हुँदै नहुनुपर्ने कुरो हो होइन, जुन चाहिँ भइरहेको छ। अब नयाँ सरकार आउँदैछ,